Anna khơi. Anna khơi. Anna. Pupu khơi. Ada khơi ada. Aradya mana ta Aradya? Ada. Ada. नमस्ते गाइज आज हामी मामा घरमा आएको छौँ अनि मामाले यहाँ मोमो बनाउँदै हुनुहुन्छ काठमाडौँबाट सानीमा अनि बहिनी पनि आएकी छे अनि यहाँ मामा घरको बहिनी पनि थिए Hello. तयारीमा भान्जीहरू मामालाई सघाउनलाई एकदम रेडी भएर तपाईले बनाउनु भएको अनि के हो? आज के खाने बुनु मोमो भाइ पनि खान्छ बाइक खान्छ। म गर्दैछु त बुवा म त बिजी छु एकतै राख्दिन न त्यहाँ अडार राख्दिन कि बा म यो सकेर जान्छु उता जानु आज मोमोको तयारी हुँदैछ जोडतोडका साथ त्यही अडार्नु न त्यही राख्दिन कि अडार अनिवार्य कहाँ सक्छ दिदीले त पनिर काट्दै हुनुहुन्छ यता भाइ अरू बनाउँदै हुनुहुन्छ सामानहरू नमस्कार। के को यो पार्टी हो आज? आज यो हामीले चाहिँ अघि भर्खरै के खाजा खाने भन्ने कुरोमा केटाकेटीलाई पनि बाहिर खुवाउन राम्रो हुँदैन भन्ने भएर चाहिँ घरैमा यसो ताजा तरिक मोमो बनाऊँ भन्ने कुरो भयो त्यो भाँडो ल्याएर पनि भाँडो पनि पलाएर ऐजहरू आउने आँटिसक्यो अनि त्यसलाई सदुपयोग गरौँ भन्ने हिसाबले यो मोमो बनाउने तयारी गर्दैछु त हजुर यसो एउटाले भन्छ अरे भाग्यमा टुरो हुँदैन टुरोको मती हुँदैन भन्थ्यो अरे तर मेरो चाहिँ भाग्य पनि रहेछ मेरो मती पनि रहेछ क्या किनभने दैमाले जुराएर ल्याउँछन् अरे क्या तचितामा पुर्याउँछ भन्थे अरे त्यस कारणले अब यो मोमो भनेर म त आएको छु होइन है म वेदनासँग एकछिन गफिनँ उ गर्न आएको अङ्कललाई चिया पानी मकै ओत्र चन्द्र बहिनीले मकै उसिनेर लगिदिएको छ चारवटा अनि चिया मकै खाएर मोही खुवाएर ल म एकछिन बिदाएँ मोही चाहिँ कस्तो खालको खुवाउनु हो त हजुर गाईको ए गाईका दुधको मोही बनाएर के कमी हो नुन नलागेको के हो कमी छ अमिलो पनि छैन त्यसमा के हजुर त्यसमा पानी हाल्नु नुन पानी हाल्नु कि पानी हाल्नु पर्दैन पानीपुरी पार्टी स्टार्ट हुँदैछ अब हाम्रो काटिदिन्थे ए जस्तो पाए त्यस्तै आखिर सेपमा त बनाउने हो नि माया त चाहिँ गीत लाग्यो तिम्री माया त काम नलाग्ने छ भन बजाउनु खोइ खोइ खेल न खेल ला हो र टोइलेट उहाँ छ तातो छैन नि
अनि मलाई त्यस्तो छैन अरे पिङ मात्रै लु भयो ल चियर्स लु लडिन्छ चाउ चाउ कुरकुरे देऊ कुरकुरे कुरकुरे दे अनि मलाई कुरकुरे प्याकेट कुरकुरे प्याकेट देऊ इले मै अब त के खाने हो केही चाहिन्छ होला अनि भाइ रसमिला खाल भाइ ये बाबालाई दे म नि त बाबा वाटर पानी चाहियो अनि मैले बेबी फोडेको छु अनि मलाई सर्क्यो हामी के घर घरै जाने होला नि लुगा पनि लानु तेल पनि हाल्नु दबाए त केटीहरूले यस्तो गर्दैन भाइ हेर्न त्यहाँ बिहे घरमा सेलरोटी र कसार अचार खान्थ्यौ खान मन छ के खान मन छ नखाने नखाने तर त शिव सतासी जानेमै यस्तो छ अनि एउटी दिदी पनि मरेको हो के कहिले घर नि कहाँ छ ए हरिमाया त कति पुरो फिल्म लाइनमा हो क्या नुनु गएर को ओर्लिने हो त कि सबैजना जाने हो फर्की त झोला बोकेर खुद्द जाने के गर्ने पेट्रोल हाल्नु के होला त कता उठ्नु अब के उत्रिरहेको के त्यहाँ तल छ हेर्नु फेरि आएन नि भन्छ आएन त कति भन्छ घर हाम्रो धनुष मोड रमला भावनाले खुवाउँछ अनि मलाई पुरानो लाभारी जाँदैछौँ ए ती बसेका रहेछ नि त अर्कामा इतनी सी हंसी इतनी सी खुशी इतना सा टुकड़ा चांद का ख्वाबों के तिनकों से चल बनाए आशियाँ इतनी सी हंसी इतनी सी खुशी इतना सा टुकड़ा चांद का ख्वाबों के तिनकों से चल बनाए आशियाँ दबे दबे पाँव से आए हौले हौले जिंदगी होठों पे उंगली चढ़ा के हम ताले लगा के चल गुमसुम तराने चुप के गाए आधी आधी बात ले आजा दिल की ये
सा तेरा सा होगा। हमारा ये वक्त हमारा जो एक बार गया तो आए ना दोबारा, समझ लो जरा ये हवाओं का इशारा मेरे यारों। अपना हर दिन ऐसे जियो जैसे कि आखिरी हो, जियो तो इस पल ऐसे जियो जैसे कि आखिरी हो। अपना हर दिन ऐसे जियो जैसे कि आखिरी हो, जियो तो इस पल ऐसे जियो जैसे कि आखिरी हो। Every moment now we're having a blast, singing oh eh, oh, living every day like it's your last, singing oh eh, oh, living for today, letting go of the past, singing oh eh, oh, give it up everybody. फिर बतासले सुसिल्दै यही भने जस्तो छ। तिम्रो सुन्दरताको वर्णन गरे जस्तो छ। चल जहाँ मन चले, दो पल के लिए सही कर जो मन करे, छोटी सी है जिंदगी। चल जहाँ मन चले, दो पल के लिए सही कर जो मन करे,